नवलपुरमा जेनजीको धमाका। 26 वर्षको उमेरमा हामी के सोचिरहेका हुन्छौँ, तर नवलपुर क्षेत्र नम्बर 2 मा एकजना युवाले इतिहास बदल्ने आँट गरेका छन्। उनी हुन् मनिष खनाल। नमस्ते, हिडन फ्याक्ट्स नेपालमा स्वागत छ। कानुनका विद्यार्थी, मास्टर डिग्री पढ्दै गरेका मनिष मात्र एक उम्मेद्वार होइनन्। उनी त भदौ 23 र 24 को त्यो जेनजी आन्दोलनका मस्यौदाकार हुन्, जसले सरकारसँग 10 बुँदे सहमति गराउन मुख्य भूमिका खेले। आफ्ना साथीहरूले रगत बगाएको देखेका मनिष अब सडकबाट सदन पुग्न चाहन्छन्। नवलपुर 2 मा यसपटक 18 जनाको भिड छ। पुराना दलहरूले म्युजिकल चेयर खेले झैं पालै पालो सत्ता चलाइरहँदा यहाँका 1,31,000 मतदाता अब परिवर्तनको खोजीमा छन्। सांसद असीम शाहको सचिवालय प्रमुख भएर संसदको काम नजिकबाट हेरेका मनिष भन्छन्, धेरैले जितेर गए तर जिम्मेवारी भुले। मलाई कानुन थाहा छ, संसदको मर्यादा थाहा छ र जनताको पीडा। सुरुमा कमजोर भनेर हेप्नेहरू अहिले मनिषको बढ्दो क्रेज देखेर झस्किएका छन्। बिना कुनै ठूलो आर्थिक शक्ति, केवल एउटा झोला र परिवर्तनको एजेन्डा बोकेर उनी नवलपुरको घर घरमा पुगिरहेका छन्। के नवलपुरले यसपटक नयाँ र शिक्षित युवालाई अवसर देला? के फागुन 21 गते नवलपुरमा घण्टी बज्ला? तपाईहरूलाई के लाग्छ, नवलपुर 2 को यसपालिको नेतृत्व कसले पाउला? आफ्नो प्रतिक्रिया दिनुहोस्। यस्तै रोचक जानकारीको लागि हिडन फ्याक्ट्स नेपाललाई फलो गर्नुहोस्।